Hello everyone, welcome to my next vlog. I hope you guys also doing well. म पनि सन्चै छु यहाँ अनि thank you for support. यदि तपाईहरु नयाँ हुनुहुन्छ भने please subscribe my channel and do not forget to click in a bell icon to get a new video update. भन्दै यतिखेर चाहिँ म घरबाट निक्लिसकेको छु गाइस. म चाहिँ यतिखेर तपाईहरुलाई मेरो ड्रुक सेलफोन फिक्स स्टोर भित्र लान गइरहेको छु. Please stay tuned. I will make a video over there. Okay, finally म चाहिँ मेरो स्टोरको पार्किङमा आइसकेको छु र अब चाहिँ म स्टोर भित्र जाँदै छु गाइस. यो चाहिँ मेरो स्टोर हो गाइस. यो चाहिँ मेरो ड्रुक सेलफोन फिक्स स्टोर चाहिँ मेरो चाहिँ 476 स्टेट स्ट्रिट रोचेस्टर न्युयोर्कमा पर्छ. अनि मैले चाहिँ यहाँ धेरै कुरोहरू गर्छु. आइफोन, आइप्याड, स्यामसङहरू सबै बनाउने प्रयास गरेको छु. तपाईहरुलाई एसेसरिजहरुको खाँचो छ भने यिनीहरू सबै एसेसरिजहरू हुन्छ. कभरहरू पनि मसँग $10 यो लुई भुटानहरुको ब्रान्डेड कभरहरू मसँग छ. अनि पेपरहरू हुन्छ. अनि सेलफोन युज सेलफोनहरू पनि यिनीहरू पनि म बेच्ने गर्छु. तपाईहरुलाई यदि चाहिएको छ भने तपाईहरुले मसँग मेरो स्टोरमा आएर तपाईले राम्रो सुपथ मूल्यमा लान सक्नुहुनेछ. अनि उता पऱ्यो यिनीहरू चाहिँ एसेसरिजहरू छ. सबै मेरो एसेसरिज सबै यता एसेसरिज मात्रै छ. तपाईहरुलाई चाहिएको खण्डमा आइप्याड, आइफोनहरूको कभरहरू सबै एभाइलेबल छ. आउनु होला, भिजिट गर्नु होला. भन्दै तपाईँहरूलाई मेरो स्टोर यही हो. मेरो स्टोर मैले चाहिँ यो स्टोर सुरु गरेको 2016 देखि. स्टिल आइ एम रनिङ दिस बिजनेस. ओके गाइस, अरू केही म गर्ने पऱ्यो भने तपाईँहरूलाई फेरि भिडियोमा अपडेट गराउनेछु. ओके बाई गाइस. चटपट बेचेर पैसा कमाउन कहाँ सजिलो छ. यसरी पुस्नु पर्यो नि. यहाँ त गाह्रो छ त हो. दिनको 1200 भयो हुनुहुन्थ्यो भने त एभ्रिडे पुस्दियो भने त राजाले दिनको 1200 हुँदैन. यहाँ त गाह्रो छ. 7:30-8 बज्छ तर आज चाहिँ हुन्छ. आउनु चटपटे खाने ठाउँ चाहिँ यहाँ अल इन वान युनिटमा यस्तो झिगान चिप्लिने बनाइसकेको छ है गाइस. खतरा गइरहेको छ यहाँ त. सेनिटेसन त इम्पोर्टेन्ट हो नि त. 1200 हुँदा त म एभ्री सेनिटेसन गर्थेँ. अब के गर्नु गाइस भन्नु कमेन्टमा लेख्नु होला. बुढाबुढीलाई सफा गर्दा कस्तो देखेको छ भनिदिनु होला. एभ्रिडे आइदिनु पर्यो. दिनको 1200 अनि दिनको 1200 भने चाहिँ एभ्रिडे सफा गर्छ नत्र अनि वन्स अ इयर. I'm kidding. एभ्री विक उहाँहरूले चाहिँ सफा यसरी नै गर्नुहुन्छ. एभ्री इयर चाहिँ होइन, एभ्री विक गर्नुहुन्छ. 1200 त्यतिकै झुस्केको गाइस. फेरि भोलिदेखि चटपटे खानु आएन भन्नुहुन्छ होला होइन. टलक्कै टल्केको छ है गाइस. टलक्कै टल्केको छ. हेलो गाइस, मसँग चाहिँ अहिले हस्त ब्रदर हुनुहुन्छ. उहाँले चाहिँ भर्खरैदेखि चाहिँ ट्रान्सपोर्टेसनको सर्भिस आई मिन द बिजनेस सुरु गरेको छ. एक्चुअली यसको धेरै मात्रामा बिजनेस मलाई त इन्फर्मेसन मलाई थाहा छैन र म हस्त ब्रदरलाई नै मोर डिटेल्सको लागि म भन्नु लाउँदैछु. ल ब्रदर भनिदिउँ त. हाई गाइस, मसँग चाहिँ अहिले मैले भर्खरै नयाँ बिजनेस खोलेको छु. यो चाहिँ अब ट्रान्सपोर्टेसन सर्भिस हो. यदि तपाईँहरूलाई ट्रान्सपोर्टेसन अब कतै जानु पऱ्यो भने भिआइपीसँग म तपाईँहरूलाई सर्भिस दिन चाहन्छु है. एकदमै अब राम्रो छ. त्यति नै भन्नु. तपाईँको यो कस्तो भन्नाले लग्जरियस गाडी एउटा ट्रान्सपोर्टेसन तपाईँ कति 24 आवर एभाइलेबल हो कि कस्तो हुन्छ? यो चाहिँ 27 एकदम 24 आवरै उयो हुन्छ. यो चाहिँ 7 days a week है. जहिले पनि एभाइलेबल हो. अब यदि तपाईँहरूलाई कुनै इभेन्टतिर जानु पऱ्यो भने तपाईहरुले मलाई कल गर्न सक्नुहुन्छ. मेरो वेबसाइट पनि छ. मेरो वेबसाइटको नाम चाहिँ एस ब्ल्याक कार सर्भिस. तपाईँको फोन नम्बर, तपाईँलाई कन्ट्याक्ट गर्ने फोन नम्बर पनि भनिदिइराख्नु. मेरो फोन नम्बर चाहिँ 585-867-3921. तपाईँहरू कल गर्न सक्नुहुन्छ एनी टाइम. वान मोर भनिदिइराख्नु नि त. 585-867-3921. ओके गाइस,
ब्रदरको चाहिँ नयाँ बिजनेस छ र तपाईँहरूलाई कतै टाढो जानु परेको छ र तपाईँलाई गाडी चाहिएको छ भने चाहिँ तपाईँले हस्त ब्रदरलाई सम्पर्क गर्नु सक्नुहुनेछ र उहाँको म इन्फर्मेसन लाइक फोन नम्बरहरू सबै डिटेल्स म तल र भिडियोको क्लिपमा राखिदिनेवाला छु। यहाँ आउँदै हुनुहुन्छ हाम्रो जोरसिमलबाट उत्तम दाई एकदम हाम्रो जोरसिमलको भनिदिनु पर्यो। यहाँ त एकदम चिसो मौसममा तातो घाम लागिरहेको छ। यस्तै छ, ड्युटी चलिरहेको छ, त्यस्तै छ। ओके गाइस, म तपाईँहरूलाई एकैछिनमा म मेरो नयाँ रेस्टुरेन्टमा लगेर मेरो रेस्टुरेन्ट कस्तो छ भनेर त्यो पनि भिजिट गराउनेवाला छु। वेट फर मी, डु नट गो एनीवेयर। अलराइट गाइस, सी यु ओभर देयर। मेरो स्टोर ड्रुक सेलफोन फिक्स यो अल इन वान युनिट भित्र छ अनि त्यस पछाडि रेस्टुरेन्ट भनेको पारिपट्टि म तपाईँहरूलाई क्रस गरेर देखाउँछु। लास्टै चिसो छ गाइस, पल्लोपट्टि देखिरहनु भएको छ होला, त्यो चाहिँ मेरो रेस्टुरेन्ट हो। यो रेस्टुरेन्ट चाहिँ हामी श्याम खरेल ब्रदर र मैले दुईजनाले पार्टनरसिपमा खोलेको हो। म तपाईँहरूलाई श्याम खरेल को हो भनेर पनि त्यो पनि चिनाउनु गइरहेको छु। चिसो, साह्रै चिसो गाइस, साह्रै चिसो। ओके, म चाहिँ बाटो क्रस गर्नको लागि कुद्दैछु गाइस। यहाँ छ, यो चाहिँ हाम्रो एभरेस्ट नेपाली इन्डियन रेस्टुरेन्ट हो, क्रस द स्ट्रिट। यहाँ रहेछ हाम्रो भाइ विशाल भाइ, उहाँले पनि भ्लग गरिरहनु भएको छ। ठिक छ गाइस, फाइनली म चाहिँ चिसोमा भित्र आइसकेको छु। ओभरअल हाम्रो यहाँ चाहिँ टेबलहरू छ, 6-7वटा टेबल छ। हामीले हल्का डेकोरेट यस्तो पाराले गरेका छौँ। माथि चाहिँ स्काई बनाएको छौँ। त्यस पछाडि यहाँ चाहिँ हाम्रो बुद्धको ह्यान्ड आर्ट हो। यो चाहिँ हाम्रो किरण पेले दाइले गरिदिनु भएको यो उहाँको कला हो। एकदम दामी बनाएको छ, एक्युरेट। रेखा कस्तो छ? आज के खानु आएको अरे? मोमो फेभरेट हो क्या हो तिम्रो? यहाँको मोमो राम्रै छ है? ल ल ल ल ल राम्रो के लग्यो त भाइ? अहिले अर्डर दिएको यहाँ, अर्डर डिले भएर यहाँ तपाईँ सरी फर इन्कन्भिनियन्स भाइ, त्यसमा धेरै धेरै क्षमा चाहन्छु। यो क्लिप चाहिँ काटेर हालिदिनु गर्दा यो पनि हो एउटा अर्डर, एउटा ठ्याक्कै भएर तिम्रो टाइम। अघि मैले श्याम खरेलको भनेको चाहिँ उहाँ हो हाम्रो श्याम खरेल। हामी दुईजनाले पार्टनरमा हामीले यो रेस्टुरेन्ट ओपन गरेका छौँ। भर्खरै 4-5 मन्थ भइसकेको छ हामीले, होइन? 4-5 भयो होइन? दुई शब्द राखिदिउँ न। भाइले यहाँ मन दुखाउँदै थियो डिले भयो भनेर। डिले भइसक्यो भाइको, अब एकदमै अहिले अलिकति बिजी टाइम पर्यो, त्यही भएर हो। सबै भाइको रेडी भइसक्यो। ओके गाइस, यो पनि ह्यान्ड वाटर गाइस। यो चाहिँ हाम्रो किचन। आजदेखि हामीसँग काम गर्ने दुईजना हुनुहुन्छ नयाँ। पहिले एकजना हुनुहुन्थ्यो, दुईजना हुनुहुन्थ्यो, उहाँ पनि यहाँ हुनुहुन्छ हाम्रो दाइ। नाम के हो भनिदिनु त? मेरो टलमान हो। टलमान के हो? बुढाथोकी हो। तपाईँले आजदेखि सुरु गर्नुभयो है काम? हो। है, गुड, ठिक छ नि? थ्याङ्क यू, धन्यवाद। ओके ओके। हेलो हेलो हेलो। उहाँ आजदेखि नयाँ। हेलो विक्रम ब्रदर, वेलकम टु माई ब्लग, वेलकम टु माई ब्लग। भन्नु न, हेलो भनिदिउँ न। हेलो हेलो भनौँ। हेलो। यस, यहाँ हुनुहुन्छ हाम्रो अर्को मिस पप दाई, उहाँ हावेलीको हेड सेफ। वा यस। म पुरा एकदम उठाएको छु। कहिले गऱ्यो? कहिले गऱ्यो? कहिले गऱ्यो? ल, नाइस टु मिट यु। ल, अब केही गर्नुपर्छ हामी सबै मिलेर। What is this? This is a vlog, daily vlog. Yo! Yeah, welcome to my vlog, guys. Para-parako. मलाई कुन खानु? Well, भाइ उहाँ परतिर टोपी लाउने हुनुहुन्छ हाम्रो सेफ। उहाँ परतिर हुनुहुन्छ हाम्रो सेफ, हेड सेफ, करी सेफ, अनि उहाँ हुनुहुन्छ हाम्रो तन्दुर सेफ आजदेखि नयाँ। अनि यता पनि हुनुहुन्छ हाम्रो हेड सेफ, तर यहाँको होइन, हावेलीको।
गाइस तपाईँहरूलाई मेरो रेस्टुरेन्ट पनि देखाइसकेको छु यस्तै छ रेस्टुरेन्ट ओके गाइस फाइनली मैले चाहिँ मेरो स्टोर तपाईँहरूलाई भिजिट गरिसकेको छु सो स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् र अर्को भिडियोमा भेट हुने बाचाको साथ आजको लागि बाई बाई